भ्लग बनाउनै बिर्सेछु। यहाँ चाहिँ हाम्रो आजको भनिदिउँ तपाईँको रियल नाम भनिदिउँ भन्नु न। भन्दिनँ फेरि अहिले यहाँ गाडीमा छोडिदियो भने हो। एकदम चाहिँ हाम्रो यहाँ चाहिँ रम्फूको खास ड्राइभर हुनुहुन्छ। आजको वेदर चाहिँ यस्तो भइरहेको छ, हामी घुम्नु जान्छ भनेर क्या एकदमै भइरहेको छ अङ्कल। 10वटा काम लागिरहेको छ है। अब एकजना चाहिँ यहाँनिर पर्खिरहेको छ अरे हो। खोइ देख्दिनँ त ए यहाँ रहेछ। यहाँ हुनुहुन्छ हाम्रो आरती म्याडम। भाइ तँ त के साह्रो पछाको आमा आयो भनेको नि। खोइ भाइ आयो भनेको। के भयो भाइ तँलाई जोडायो हो। सन्डेको दिन चाहिँ यस्तो हुन्छ है। त्यही त बिहान अङ्कल पुरा मुडमा छ। फेरि हो फेरि टाउको पनि हल्लाइदियो। देखेन हौ मान्छे। आमामा हामी भाग्दैन त पैसा नतिरिकन भ्लगमा हालिदिन्छु। तपाईँलाई म फ्ल्यास गरिदिन्छु पर्खिनु न। भाइरलमा लुकेको यता हाम्रो अर्को म्याडम आएको छ। हामी कहाँ गएको आज डिकमा? चुचेढुङ्गा गाडी पनि पुग्छ अङ्कल? चुचेढुङ्गा जानुको लागि चाहिँ यस्तो डेन्जर तयारी भएर आउनु पर्दो रहेछ है। चुचेढुङ्गा जानु चस्मा किन नलगाएको? नक्कल हेर्नु नि यो गाडी त 1 किलोमिटर हिँडेको छ कि छैन बिग्रिँदो रहेछ। कस्तो गाडीमा आइपुग्यो हामी त। कस्तो सनस्क्रिन लगाउँछ हौ अहिलेको जमानामा बिल्लिने चाहिँ। साँच्ची हो तपाईँको त ड्राइभिङ लाइसेन्समा अनुहारै देख्दैन रहेछ। हेर्नु त अलिकति हाँसेको अब यो कसरी चाल पाउनु यो को हैन बिचारा अलिकति हाँसेको भए हुन्थ्यो नि। त्यो ओम शान्तिमा यहाँ चाहिँ यस्तो गरेको सबैमा ड्राइभिङ लाइसेन्स सबैजना त्यस्तै मात्रै। यो त यो त कोही देख्दैन त। यो मान्छेलाई कसैले चिन्छ भने सम्पर्क गर्नुहोस्। हाँसेको भए त कमेन्ट है म्याम। यहाँ एउटा के ल्याइदिन्छ लु 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 मनाइ छ भनेको जस्तो गर्छ। लु अब तपाईँहरूले पत्ता दिएन भने यो घाममा पनि देखाइदिन्छु म। यो घाममा पनि देखेको छैन। अब कतिको चाहिँ होला होइन चाहिँ बइज हो। साँच्चीमा यस्तो हेर्दाखेरि पनि के जतिको भयो भन्नु त? त्यही फोटै जतिको भएको होइन। मलाई त आज कस्तो लक्की फिल भइरहेछ। म यहाँ एकदम सरको छेउमा बस्नु पाएँ। अङ्कलसँग हामी बसिरहेको छ। एकदम सेलिब्रेटी फिल भइरहेको छ। लक्की यो केटीहरूले चाहिँ वाक्कै लाउने रहेछ आज दिनभरिमा। एकपट्टिको कान चाहिँ नसुन्ने हुने रहेछ भनेर। यहाँ अगाडि अङ्कल एकजना छ है। होइन किन यस्तो डरलाग्दो दन्काएको कैना भएको स्टाइल देखाइरहेको। यहाँ 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 छ यहाँ छ यहाँ छ भनेको। अलिक अगाडि छ। तपाईँ चाहिँ कस्तो झुट बोलेको? कुनी कहाँ छ नि? कहाँ छ? केटाहरू त देख्दैन नि फेरि। कोक देखेर खुसी भएको मान्छे देखेर होइन कोक देखेर क्या खुसी भएको होइन र टिकी म्याम। सिभिल नाच रिङमा ल्याएको थियो कोहीले। आइपुग्यो। पस्नु न भन्यो भने मात्रै। अहिले चेन्ज गर्दै बस्नु न। बेलुका त फर्किँदाखेरि चेन्ज गर्दा भइहाल्यो नि। किन नगर्नु क्या हो? अर्कालाई चाहिँ नदिनु। अर्कालाई तपाईँ बेसी पैसा दिने? तपाईँ बेसी पैसा दिने? तपाईँ बेसी पैसा दिने? तपाईँ बेसी पैसा दिनु भन्नु। यहाँबाट फेरि कहाँ हटिनु? फर्किनु हो भने त कुनी हो? यता 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 यहाँ हो। यता हो यहाँ। फोन गरेर बोलाउनु तपाईँलाई म। ए हो नि हो हो। त्यहाँबाट चाहिँ ढिलो गर्ने चाहिँ को? यो उठाइ उयो गर्ने चाहिँ मलाई पो अरे यो उठाउनै दिएन। पहिल्यै मलाई पर्खिनु भन्दा अगाडि यो उठाउनु पर्थ्यो नि। छ त ढल्किने। ला सोफा सिट अरे जाँदैन अरे सोफा
पुरा सुत्छ अहिले त्यही भएर सुत्दै म सुत्नु छोड्दैन अब तर भन्न सक्दिनँ यो के हो हामी आइपुग्यो गाइस कुम्ब्रेक कम्बर नम्बर मात्रै भन्नु Beach pebble tea. लोकेसन ट्र्याक गरेर चाहिँ त्यो भाइले भने त गङ्गाजीको रुममा थिएँ अन्त सन्देश भनेको हामी घर गयो आइपुग्यो गाइस कुन चाहिँ हो यहाँबाट हामीले बुक गरेको रुम चाहिँ हजुर कुन चाहिँ हो डल्लो परेको प्रियाक्षा म्यामको अरे किन तपाईँ अलग्गै बस्ने Someone is coming प्राइभेसी चाहिँ लु न खम न कता कता गएको यता यता खम न सबैलाई पकाउनु भनेको थिएँ यहाँ बसौँ यहाँ पनि बनाउँदै रहेछ मजाको यहाँ नहिँड्नु है घाँस बेसी यहाँ बसेर खाइदिउँ कति ड्रुम मिड डे मिल बाँड्दैछ यहाँ चाहिँ हो अन्डा यस्तो भइरहेछ हौ मैले पकाएको दाम चाहिँ कन्टेन्ट अब एफेक्ट पनि देख्यो होला नि कस्तो के भएको एउटा दुलो पड्यो भने चाहिँ फेरि म होइन त्यो उसकोमा भएको लगिहाल्नु न त्यही कलरको म त एउटा यसमै खान्छु ल्याएको छु यतिको चाहिँ हुनु केही काममा नलाग्यो आउनु होइन यता लु न छिटो गर्नु न माथि त हामी नपुग्ने रहेछ आज यस्तो पाराले यहीँबाट फर्केर लाग्छ छ लु मलाई हाल्नु त लु साह्रै बेसी अर्काले थाहा भएन बेसी नहाल्नु एक्सपेक्टेसन भर्सेस रियालिटी त्यसले उठाउनु सकेन नि त म खान्न आलुदम म खान्न के छ आलुसँग खान्न त्यो भाइहरू साथीहरूले बाँड्दाखेरि तल पक्रेर राखेको जतिको भयो खान्न भयो आइसाको बाबालाई हालिदिनु लु म खान्दिनँ उयो ए त्यहाँको दामी बढाइ हुँदो रहेछ त त्यो चाहिँ खान्छु म आलु चिन्नु हालिदिनु प्लिज हाल्दैन किन तपाईँ पनि जाने जाउँ न अन्त के टाढो जतिसुकै होस् हिँड्नु न यो देखिरहेछ चाउमिनहरू कोही छैन हामी सबै शुद्ध नन भेजिटेरियनहरू है सब्जी त खाँदैन पनि छुँदैन पनि हेर्दैन पनि जेसुकै होस् मासु हुनुपर्छ हेलो मिस्टर डीजे मेरा गाना प्ले चाउमिन के आलुदम खान्दिनँ मैले खाइसकेँ बस्दा हामीहरू खायो अन्डा त दिदीमा पनि छिल्दिनु न त्यो राखेर कस्तो डेन्जर हो गङ्गा आन्टी स्टाइल लेटा नानी खोलिदिन्छु भनेर छिल्दिन्छु भनेर चाहिँ आइसाको फादरजी आइसा र वेदर दामी भइरहेको छ यस्तो भइरहेको छ लु अब पेट पूजा उसके बाद जाएंगे पढेन चाहिँ मकै भुट्दै गरेको हुन्छ कि बोजूले ओइले भेरी गुड छ नि फेरि भुट छैन भेरी गुड छ नि फेरि भुट अरे
गाइस हामी चाहिँ आइपुग्यो ए सरी यो चाहिँ लेक होइन रहेछ नि हेर्नु यही हो आजको हाम्रो लेक चाहिँ यही लेक आएको हामी भन्नु भएको छैन मलाई चाहिँ नदिनु कि मिठो मिठो भन्नु ल उहाँ भनेको मलाई चाहिँ नदिनु कि मिठो मिठो भन्नु अबै दिनु न डिकीमा एउटा भनेको के यस्तो रे वाह अगाया अरे त्यहाँबाट चाहिँ गएको वाह के दामी है यहाँ दामी आउँछ है फोटो चाहिँ है रिल्स पनि यसमै बनाउनु पर्छ यो अलिक पुस्नु न उयो फेरि कस्तो अम्लाले पुसेको कस्तो ए हो त हो हो फर्किँदा पुलिस कहाँ छ अहिले फर्किँदा डिकीमा आरामले हाम्रै हो नो नेटवर्क एन्ड दिस भनेर बनाउनु पर्छ रिल्स रिसाइरहेको रहेछ यता मैले बनाइदिनँ भनेर टेरेरेङ जानु हिँड्नु त टेरेरेङ च्याङरेङ च्याङ खै हिँड्दैन त फेरि टेरेरेङ च्याङरेङ च्याङरेङ यस्तो हिँड्नुपर्छ यस्तो एक बजीमा यस्तो गरेर यस्तो गर्दै एलभी नगर्नु न चेपाइते नछुनु न जुगाहरू टाँस्छ दिस इज द वाइब दिस इज माई डिकी म्यामको वाइब अरे दिस इज माई वाइब नगर्नु न भनेको ऊ त्यो चाहिँ के हो काला पोखरी है एउटा त फेरि चोट्टा गर्नुमा भ्लगमा सब बसिरहेछ त खिल्ली गरेको अर्काको खुट्टाहरू चाहिँ हेर्दिन है मेरो चाहिँ हेर्दिन है खुट्टाहरूको नदेख्यो भने जुगा यहाँ हेर्नु नि हो के हो यो खो घाँस काट्नु लाग्यो नगर्नु है डिकी म्याम हो हो सबै झार यत्रोहरू झार्दैन होला नि हौ पुरा डर लाग्यो अलिक डिस्टेन्स जानु त अलिक अगाडि जानु न अर्काको टाउकोमा अरे जाँदैछ हामी जाँदैछ अम्मा हिँडेको भिडियो बनाइदिनु अरे हिँडेको कस्तो हिँड्दो रहेछु भनेर हेर्नु मन पर्यो केटीहरू चाहिँ यतिको हुन्छ कस्तो भिडियोहरू बनाइदिनु अरे हिँडेको भिडियो बनाइदिनु ला पछाडिबाट चाहिँ कसरी थाहा हुन्छ हाँसेको छ कि छैन भनेर नहाँसाउनु न अरे हाँस्दै त झन् राम्रै देख्छ त ऊ कान्छीहरू ए पैसा पो हुनुपर्छ अहिलेको जमानामा त राम्री हुनु त को हो याद छैन हौ के भन्दैछ यस्तो रहेछ बाटो चाहिँ न्यारो यो हो लेक चाहिँ द लेक इज पीपिङ भाइब चाहिँ
फरेस्ट एस्थेटिक यो हाँडेसँग यहाँ बेलुका हेर्नु त डरले टाउको दुख्यो दिस इज द वान यहाँबाट जाँदो रहेछ हो एकजना पुगिम सक्यो आम्मा भन्नु पायो भने त्यस्तो नभन्नु नि हौ कस्तो दामी थियो त्यो जग्गा त वाउ व्हाट वाइब क्यूट 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 दिस द प्लेस दामी देखियो ए त्यहाँबाट पनि देख्थ्यो रहेछ नि कस्तो लाटा भएको हामी हेर्नु न अहिले त्यहाँबाट जानुपर्छ कि त्यहाँबाट छैन बाटो थियो है डन्टीदेखि कि यो डिकी मान्छे कहाँबाट गयो यहाँबाट के साह्रो बदमास आएको तर सक्छ है दिदी म्यामले नसक्ने चाहिँ होइन है म त जानु नै भन्दै म खिचिदिन्छु एउटा फेरि मैले उयो ल्याइदिएको छु स्ट्यान्ड फोन स्ट्यान्ड चाहियो भने चाहिँदैन मान्छे कस्तो अरे अरे के निकाल्दिनु कसरी निकाल भिडियो गर्छ नि निकाल्छु भयो गइसक्यो कस्तो सानो खालको रहेछ नि त है मारिहाल्नु नि मारिहाल्नु नि भनेको यतिको मोटो के हो यसो थापाको त नुनले रम्दिने छल्किँदै 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 पास्दै ल्याएको भए पनि त हुन्छ जागिहाल्छ चिरिक्क गर्छ नि त म यस्तो गर्छु कि त म के भन्छ म जसमा यस्तो गरिसकेपछि पकडेर अलिक उता देख्यो होला नि केही बुझ्यो केही बुझेन गएको त्यसमा हेर्नु अब मेरो विष एउटै पुरा भएको छैन यहाँको विष पनि बिगाड्दिने हो म्याम यहाँ खिच्नु न यहाँ के हो भन्छ यो चेकपोस्ट न सिधा म हिज गाउँछु ल नगर्नु न फोटो खिचौँ न जानु न त भन्दैछु त म अर्काको त के उयोहरू गरिरहेछ नजानु जुगा लागेर टेन्सनमा आयो हिँडेको गाइस अब हामी जुगा लागेर सबलाई भिडियो एउटा गर्दैन इन्टु दि अनलाइनमा बनाउँछ नि किस किसमै भिडियो यो पनि भिडियो बनाउनु पर्थ्यो यहाँ त किस किसमै बनाऊ भनेर जब हामी फर्केको हो ए सरी आल्टा जिग्न जानु पुसेको बाको पुसेको फेरि भन्नु त आली आली टार पनि भनेको हैन आली टार भनेको आली टाल भनेको हैन आली टाल भनेको हैन आली टार भनेको आली टाल
मलाई आरिटार भनेर लिएको छ आरिटार लानु पर्यो कसले मैले होइन भन्नु अहिले नै याद पायो तपाईँले आरिटार भने बोल्दा भनेको छैन म त कहाँबाट भेटिदिन्छु नि म त जस्तै भयङ्कर भइदिएको रे म त कहाँबाट भेट्नु हामी रहेछ जग्गा गाइस हामी आइपुग्यो लामपोखरी खै तपाईँ त खुसी छैन नि त तपाईँले भनेर लामपोखरी आएको त कन्फर्म होला ड्राइभरलाई भन्नु मेरो घरमा म त पुस्छु लालपुरी आज त अङ्कलको आउटफिट चेक गरिदिनु पर्यो आज म कहाँ गयो आउटफिट चेक अन्त यतिको जुत्ता हो यतिको पेन्ट आमा के आज त चिटिक्क छ त अन्त आज त चिटिक्क छ त अन्त सर्टहरू पनि शीतल शीतल छ त कपालमा पनि जेलहरू आमा फ्यानी ब्याग हो फेरि हो आमा आउटफिट त गाइज यस्तो माछाहरू छ यहाँनिर बुझी यहाँनिर फोन चढ्यो भने के हुन्छ होला लालपरी लालपरी कस्तो अल्छी लाग्यो म त निन्द्रा लाग्यो पुरा थाकेछु के पानी पर्दै थियो हो बिचमा यहाँ चाहिँ घाम लागिरहेको रहेछ कस्तो अल्छी लाग्यो यहाँनिर दोकानमा मिठाई किन्दैछ र फोटो खिच्दैछ यस्तै हो जिन्दगी अल्छी लाग्छ म त कोम गर्दैन अरे के गर्नु अन्त कोही नगरेर रिल्स बनाएको थियो किन त्यही गर्न आएको च्या त्यसमा त बनाएन त रिल्स चाहिँ यहाँ चाहिँ साक्षी म्याम र डिकी म्याम चाहिँ मजा आइरहेको छ अन्त यहाँ शिवाङ्गी म्याम हामीलाई चाहिँ मजा आइरहेको छ हामीले गर्नु परेको छैन Pros are there. यसकै लागि मात्रै प्यान्ट लगा पानी पर्यो यो टिकी म्यामले गर्दाखेरि अब के गर्नु आफू त भिजिहाल्यो अब वेदर हेर्नुहोस् तपाईँहरू यहाँ हामी भिजेर एपस भयो छाता ल्याएको केही फाइदा भएन भाइ आउनु भ्याउँदैन भिज्दै जान्छ अब चाहिँ हामी गएको हो फाइनली सक्यो आजको दिन पनि बज्दैछ 4 बजेछ हो एकछिन पानी पनि पर्यो मजा आयो तर थाक्यो पनि हो यस्तोहरू चाहिँ सुहाएन है भ्लगमा हो मजा आयो हो मजा आयो कि होइन सबैलाई आएन जुका ठोकाएर हो पुरा मजा आयो भोट अफ थ्याङ्क यू टु नानापाटे अङ्कल नानापाटेको अङ्कल प्लिज उसको फेभरेट हो नानापाटेको अङ्कलको त्यो दिनु नि बी तपाईँहरूलाई रमाउँछ नानापाटेको अङ्कललाई पनि बोलाएर आउनु नि एकछिन लास्ट नानापाटेको अङ्कल काम आउँदैन अब लु बाई एभ्रीवान लाइक द भिडियो